हेलो गाइज, नमस्ते एन्ड वेलकम। तपाईहरु सबैलाई स्वागत छ मेरो यस युट्युब च्यानलमा। आज पनि मैले फेरि बाइक स्कुटीहरु लिएर आइसकेको छु तपाईहरुको सामुन्ने। तपाईहरुले जुनसुकै बाइक स्कुटी खरिद बिक्री गरेर पनि लान सक्नुहुन्छ, सट्टाबट्टा गरेर पनि लान सक्नुहुन्छ। तपाईले जुनसुकै बाइक स्कुटी लिँदाखेरि चाहिँ तपाईले पाउने सुविधा भनेको चाहिँ सुरुमा चाहिँ तपाईले एउटा हाफ हेलमेट पाउनुहुन्छ। त्यसपछि गएर 82-83 को ट्याक्स पनि हामी क्लियर गरेर पठाइदिनेछौँ है। र तपाईलाई एउटा सर्भिसिङ फ्री हुनेछ। तपाईले हाम्रो युट्युब च्यानल सब्स्क्राइब गरेर आउनुभयो भने प्लस तपाईलाई 5000 डिस्काउन्ट पनि हुनेछ। र तपाईले जुनसुकै बाइक स्कुटीसँग सट्टापट्टा गरेर पनि लान सक्नुहुन्छ। म चाहिँ तपाईलाई अब अन्तिमसम्म भिडियोहरु देखाउने छु। बाइकमा हामीसँग भएको बाइक स्कुटीको प्राइस, लट, मोडल भन्ने छु। अन्तिमसम्म हेर्दिनु होला। र हामीसँग रहेको छ XR 150 है, एकदमै बवाल फ्रेस कन्डिसनको 2019 मोडलको। र यो प्राइस चाहिँ तपाईलाई जम्मा 3,15,000 मात्रै पर्न जान्छ। त्यसपछि गएर डट बाइकमा अर्को हामीसँग रहेको छ भिआर बाइक है। यो चाहिँ जम्मा तपाईलाई 1,35,000 मात्रै पर्न जान्छ। त्यसपछि गएर तपाईहरु एनएस एकदम सस्तोमा चाहियो भन्ने साथीहरुको लागि हैन, 04 लट है, 04 लटको प्राइस जम्मा तपाईहरुको लागि भनेर चाहिँ हामीले जम्मा है लटको 1000 रुपैयाँमा लिएर जान सक्नुहुन्छ। र त्यसमा चाहिँ तपाईले 5000 थप्नु पर्ने हुन्छ है। त्यसपछि गएर अर्को छ हामीसँग एनएस है, एनएस 200 रहेको छ, 026 लट 2021 मोडलको। र यसको प्राइस चाहिँ तपाईलाई जम्मा 2,25,000 मात्रै पर्न जानेछ। त्यसपछि गएर तपाईले अब 220 हेर्न सक्नुहुन्छ। सस्तोमा 220 आइसकेको छ है। 38 लटको 220 मात्र तपाईहरुलाई 80,000 मा लिएर जान सक्नुहुन्छ है। त्यसपछि गएर हामीसँग छ 026 लटको 220, 28 लटको 220। यो दुईटा 220 को प्राइस चाहिँ सेम छ है। यो दुईटै 2021 मोडलको हो। र यसको प्राइस चाहिँ तपाईलाई धेरै हैन साथीहरु, जम्मा 2,30,000 लिएर आउनुस्, यो लिएर जान सक्नुहुन्छ। त्यसपछि गएर हामीसँग अर्को रहेको छ 019 2020 मोडलको है 220, एकदमै फ्रेस कन्डिसनमा रहेको छ यो तीनटै 220 हरु। यो 2020 मोडलको 220 चाहिँ तपाईले जम्मा 2,15,000 मा लिएर जान सक्नुहुन्छ है। र त्यसपछि गएर तपाईहरु कोही डुक लभर हुनुहुन्छ है, डुक लभर हुनुहुन्छ भनेपछि तपाईहरुको लागि 2022 को अन्तिम मोडल है, 040 लटको सिंगल ह्यान्ड है। अहिलेसम्म ब्लु फाइलमा कसैको फोटो पनि टाँसिएको छैन, एकदमै बबल फ्रेस कन्डिसनमा रहेको छ। यो चाहिँ तपाईहरुलाई जम्मा 3,75,000 मा आयो है। तपाईहरुले लिनुहुन्छ भने हामीलाई सम्पर्क गर्नु होला है, कन्ट्याक्ट नम्बर तल दिएको छ। र त्यसपछि गएर तपाईहरु बुलेटको खोजीमा हुनुहुन्छ है, बोस लेखेको एकदमै यङ जेनेरेसनले चढ्नु भएको हैन, अल्फा वाइले चढ्नु भएको बुलेट छ। र यो बुलेटको प्राइस चाहिँ तपाईहरुलाई जम्मा 3,45,000 पर्न जान्छ है। यो चाहिँ तपाईको 70 लटको हो र 2015 मोडलको है। त्यसपछि गएर तपाईहरु पल्सर 150 को खोजीमा हुनुहुन्छ हैन, डबल डिस्कको खोजीमा हुनुहुन्छ भने चाहिँ एउटा हामीसँग यो रहेको छ 09 लटको। र यो चाहिँ तपाईलाई धेरै हैन साथीहरु, जम्मा 1,35,000 मात्रै पर्न जान्छ। त्यसपछि गएर 150 चाहियो, 15-16 मोडलको चाहियो, कम प्राइसको चाहियो भन्नुहुन्छ भने चाहिँ तपाईहरुलाई यो छ है, 79 लटको हो, सिंगल ह्यान्ड कम्पनी कलर छ अहिलेसम्म है। यसको प्राइस मात्र 1,05,000 मात्र है, धेरै छैन साथीहरु। र तपाईहरुलाई सस्तोमा बाइक चाहियो भन्नुहुन्छ भने चाहिँ हामीसँग एउटा यो रहेको छ है, CBZ एक्सट्रिम है, हिरो होन्डाको CBZ एक्सट्रिम रहेको छ 39 लटको। र यसको प्राइस तपाईहरुलाई धेरै हैन, जम्मा 50,000 मात्रै रहेको छ है। र त्यसपछि गएर अर्को हामीसँग 47 लटको एक्सट्रिम रहेको छ है। यो चाहिँ डबल डिस्कमा रहेको छ, कन्डिसन बवाल नै फ्रेस छ, आएर हेरेर लिएर जान सक्नुहुन्छ। यसको प्राइस चाहिँ तपाईहरुलाई धेरै हैन साथीहरु, मात्र 60,000 लिएर आउनुस्, यो लिएर जान सक्नुहुन्छ है। र त्यसपछि गएर FZ V2 चाहियो भन्ने साथीहरुको लागि हामीसँग 89 लटको FZ V2 आइसकेको छ 2017 मोडलको। र यसको प्राइस तपाईहरुलाई धेरै हैन साथीहरु, जम्मा 1,30,000 लिएर आउनुस्, यो FZ V2 लिएर जान सक्नुहुन्छ। र सँगसँगै तपाईले त्यसमा पाउने सुविधा भनेको चाहिँ हामीसँग हेलमेट स्टकमा छ, उता हेर्न सक्नुहुन्छ, हेलमेट पाउनुहुन्छ फ्रीमा, एउटा सर्भिसिङ फ्री, र प्लस तपाईलाई 82-83 को ट्याक्स पनि हामी क्लियर गरेर पठाइदिन्छौँ है। र त्यसपछि गएर तपाईलाई अर्को 150 चाहियो, सस्तोमा चाहियो, ब्लू कलरमा चाहियो भन्नुहुन्छ भने चाहिँ हामीसँग यहाँ 62 लटको चाहिँ 150 रहेको छ। र यसको प्राइस जम्मा तपाईहरुलाई 90,000 मात्र है साथीहरु है, धेरै हैन, मात्र 90,000। तपाईहरु साइनको खोजीमा हुनुहुन्थ्यो, डिस्कभरको खोजीमा हुनुहुन्थ्यो भने हेर्न सक्नुहुन्छ, हामीसँग साइन 43 लटको रहेको छ। र यसको प्राइस धेरै हैन साथीहरु, मात्र 65,000 लिएर आउनुस्, यो लिएर जान सक्नुहुन्छ साइन है।
बबल फ्रेस कन्डिसनमा छ। त्यसपछि गएर अर्को हामीसँग रहेको छ डिस्कभर है। तपाईँ डिस्कभर एकदम सिक्नको लागि पढाउ सढाउ गर्नको लागि यो दुईटा बाइक बबाल छ। डिस्कभर लाने भए यो पनि 46 लटको हो साथीहरू। यो चाहिँ जम्मा मात्र तपाईँलाई 60,000 मा आयो है। र तपाईँलाई स्कुटी चाहियो, भेस्पा चाहियो है, त्यही पनि कालोमा चाहियो भन्नुहुन्छ भने चाहिँ, त्यही पनि 18 मोडलको चाहियो भन्नुहुन्छ भने हेर्न सक्नुहुन्छ। बबल फ्रेस कन्डिसन है। पिकअपको कुरै गर्नु पर्दैन, पावरको कुरै गर्नु पर्दैन। यसको मात्र यसको प्राइस चाहिँ जम्मा लटभन्दा तपाईँलाई 2000 कम है यसको प्राइस चाहिँ। त्यसपछि गएर हर्नेट तपाईँ पठाउ सठाउ गर्दै हुनुहुन्छ होइन, माइलेजको लागि पनि चाहियो, कन्डिसन बबल भएको चाहियो भन्नुहुन्छ भने 75 लटको हर्नेट छ हामीसँग। तपाईँको यो चाहिँ 15-16 मोडलको हो र यसको प्राइस मात्र तपाईँलाई 1,05,000 मात्र है साथीहरू, धेरै पनि होइन, 1,05,000 मात्रै। र त्यसपछि गएर अब म तपाईँहरूलाई स्कुटीको बारेमा भन्न गइरहेको छु, सर गएर हेरिदिनु होला। तपाईँलाई होन्डा कम्पनीको चाहियो है, ग्रेजिया चाहियो भन्नुहुन्छ भने चाहिँ हेर्न सक्नुहुन्छ हामीसँग 026 लटको रहेको छ, 2021 मोडल, सिङ्गल ह्यान्ड है। अहिलेसम्म एकजनाले मात्रै चलाउनु भएको, त्यो पनि लेडिजले चलाउनु भएको है। र यसको प्राइस चाहिँ तपाईँलाई धेरै नै साथीहरू, मात्र 1,60,000 लिएर आउनुहोस्, यो लिएर जान सक्नुहुन्छ। त्यसपछि गएर अर्को हामीसँग महिन्द्रको छ है। महिन्द्रको यो 81 लटको हो र यसको प्राइस तपाईँहरूलाई लटभन्दा पनि 5-6,000 कममा आयो है साथीहरू। यो यसको नम्बर प्लेट चाहिँ पेन्ट गर्न दिएको छ, एकछिनमा आउँछ। त्यसपछि गएर तपाईँहरू सिक्दै हुनुहुन्छ, सिक्न चाहनुहुन्छ, तपाईँलाई प्लेजर नै चाहियो भन्नुहुन्छ भने हेर्न सक्नुहुन्छ हामीसँग 36 लटको 36 लटको चाहिँ हामीसँग प्लेजर आइसकेको छ होइन। एकदम बबाल फ्रेस कन्डिसन, यो पनि सिङ्गल ह्यान्ड हो, एकजनाले मात्रै चलाउनु भएको छ। यो लाने भए चाहिँ तपाईँलाई मात्र 55,000 मा आयो है साथीहरू है, मात्र 55,000 है। सिक्ने साथीहरूको लागि एकदमै बेस्ट हुन्छ, तपाईँहरूले यसमा सिकेर पढाउ पनि गर्न सक्नुहुन्छ है। र त्यसपछि मलाई अब एभिएटर चाहियो, होन्डा कम्पनीको चाहियो भन्नुहुन्छ भने हामीसँग 3टा लस्करै छ, त्यही पनि कालोमा छ है। तपाईँलाई माइलेज, पावर, पिकअपको लागि हामीले यसमा केही भन्नु पर्दैन, कन्डिसन बबाल नै फ्रेस कन्डिसनमा छ है। तपाईँले एउटा सर्भिसिङ पनि फ्री पाउनुहुन्छ। 55 लटको लाने भए मात्र तपाईँहरूले 70,000 मा लान सक्नुहुन्छ है। होइन म अलि लटको लान्छु भन्नुहुन्छ भने चाहिँ 92 लट, यो चाहिँ तपाईँको 17 मोडलको हो र यसको प्राइस चाहिँ धेरै होइन साथीहरू, जम्मा 92 मा तपाईँले भन्न आएन मलाई, 1,05,000 थप्नुहोस्, लिएर जानुहोस् है। र त्यसपछि गएर ठिक 70 लटको छ हामीसँग अर्को। यो 70 लटको लाने भए चाहिँ तपाईँलाई धेरै होइन साथीहरू, जम्मा 80,000 लिएर आउनुहोस् र यो स्कुटी लिएर जान सक्नुहुन्छ है। मैले चाहिँ तपाईँहरूलाई हामीसँग भएको स्कुटी बाइकको चाहिँ भिडियो र त्यसको मोडल प्राइस भनिसकेको छु साथीहरू होइन। आई होप तपाईँले अन्तिमसम्म हेरिदिनु भयो होला। र तपाईँले जुनसुकै बाइक स्कुटी किन्दाखेरि पाउने भनेको चाहिँ एउटा यहाँ हामीसँग हेर्न सक्नुहुन्छ हेलमेटहरू रहेको छ, हेलमेट पाउनुहुन्छ है, यता हाफ हेलमेट पनि रहेको छ। र प्लस तपाईँले चाहिँ एउटा सर्भिसिङ फ्री पाउनुहुनेछ र प्लस 82-83 को ट्याक्स पनि हामी आफै क्लियर गरेर दिनेछौँ तपाईँलाई। तपाईँले जुनसुकै बाइक स्कुटीसँग सट्टापट्टा गर्न सक्नुहुन्छ। चुनाव आइरहेको छ, चुनाव अब धेरै दिन छैन, तपाईँले चुनाव यो महिनाको अन्तिमसम्म आउनुहुन्छ भने चाहिँ, चुनावभन्दा अगाडि आउनुहुन्छ भने चाहिँ तपाईँलाई अफर नै अफर हुनेछ। ओके ल, हस्, धन्यवाद साथीहरू।